मेला जानु पनि अल्छी मात्रै लाग्छ साथी हो है। खाली गधा जस्तो यस्तो काम गर्नु मात्रै मनपर्छ। लाडागाडा फेस हाउस जस्तो भइसक्यो साथीभाइ है। अब के गर्नु भन्दा यस्तै मात्रै मनपर्छ। बानी लागेको हो कि के लागेको, लु हेर्नुहोस् लाडागाडा फेस हाउस जस्तै भइसकेको छ अहिले चाहिँ हो भने चाहिँ साथीभाइ है। ल हातको अवस्था हेर्नुहोस् यस्तो भइसक्यो, गन्दी मैला। राम्री राम्री केटी आयो भने उफ के गनाएको हो दादा त, पसिन गनाएको कि मैला गनाएको के गनाएको भन्छ होइन। अब त्यो स्वाभाविक कुरा हो भन्ने भन्छ पनि है। यस्तो काम गर्दा अब पसिनहरू आउँछ होइन है। ल यस्तै छ लाडागाडा फेस हाउस जस्तै अवस्थामा म चाहिँ सिटी गोरालो झर्दैछु है साथी हो। गाह्रो छ है, गाह्रो छ। हेर्नुहोस् यो एउटा मात्रै सम्झिनु होला तपाईँहरूले होइन। पछाडि हेर्नुहोस् सानो छ भारी चाहिँ है। ल यस्तो छ, त्यहाँ पनि लडिरहेको छ हेर्नु, देख्नु सक्नुहुन्छ साथीभाइ हो। लाडागाडा फेस हाउसमा चाहिँ यसरी बोक्नुपर्छ भारी, नभए चाहिँ हुँदैन है साथी हो। फेरि हाम्रो चाहिँ फेरि अब त्यो भन्छ नि नाइटमा को आयो अरे, नाइट प्रोग्राम छ अरे, त्यहाँ को आयो अरे, सिङ्गर आउँदैछ अरे, को आउँदैछ अरे, त्यस्तोपट्टि टाइम छैन साथी हो हाम्रोपट्टि। नो टाइम, लाडागाडा फेस हाउसमा नो टाइम है। अन्ली काम, टाइम इज मनी साथीभाइ। ए यस्तो भारी बोकाइछ जिन्दगी चोर।